आज चाहिँ हामी अनि एउटा के गार्डन अरे गार्डन अफ ड्रिम घुम्न जाँदैछौँ अनि त्यसपछि भक्तपुर दरबार जान्छौँ अनि ननको ठ्याक्कै 35 दिन भएको छ अब नुहाउन जाँदैछु 35 दिनपछि आरोह अवरोह पार गर्दै मैले फाइनली नुहाएँ अब चाहिँ हामी यसो केही खाएर एकछिन बस पार्क जान्छौँ अनि त्यहाँबाट सिधै हामी गार्डन अफ ड्रिम्सतिर जान्छौँ हैन बाँकी अब अपडेट दिँदै जान्छु ल कान्छी फुपूको घरमा कान्छी फुपूको पसलमा बस पार्क गर्छौँ हामी अब यहाँबाट हामी ड्रिम्स अफ गार्डन केशर महलतिर जाँदैछौँ चस्मा मैले हिजो भर्खर किनेको महँगो हालेर मायालाई भेट्नलाई मनको प्यास उइसँग मेट्नलाई साइलो चर्गाले माया नमारे हाम्रो गार्डन अफ ड्रिम्स यार न म चाहिँ आज के हो यो भन्ने आएन अब हामी चाहिँ हैन यसपछि हामी भक्तपुर दरबार स्क्वायर सायद त्यतातिर जान्छौँ होला हैन यस्तै हो के गर्नु हैन नक्सल गएको होइन अहिले चाहिँ हामी एकदम उता रत्न पार्क डबल घन्टा गर्छौँ एकदम जाम छ काठमाडौँमा यहाँसम्म चाहिँ अब हामी याङ्गोमा आएको थियौँ यहाँभन्दा अगाडि चाहिँ हामी हिँड्दै जान्छौँ होइन हामी यति बेला जमल घन्टा घरतिर हिँड्दै जाँदैछौँ होइन गर्नु त छैन त्यही भएर हिँडेको अब अहिले हामी चाहिँ बस चार्टर गरेर हामी भक्तपुर दरबार स्क्वायरतिर जाँदैछौँ अब यस्तै छ हामीले एकदमसँगले बस रिजर्भ गरेर हो यार चिसो खाने बिर्सेछ यार भाइ के महन्सी होइन र अब हामी आरोह अवरोह पार गर्दै हामी भक्तपुर दरबार स्क्वायरसम्म आइसकेको छौँ होइन अब हामी यसो हल्का भिजिट हानेर सट्ट यहाँको दुई खाएर अनि हामी चाहिँ त गट्ठा घरतिर जान्छौँ हाम्रो नेपाल मन्दिर अगाडि छ
हाम्रो टोली चाहिँ उहाँ अगाडि बसिरहेछ होइन। उहाँहरू चाहिँ मेरो सब्सक्राइबर हो होइन, एकदम हाम्रो चिनजान भयो। उहाँहरूले मलाई बिग फ्यान भन्नुभयो, त्यही भएर यहाँ फोटो खिच्दै हुन्छ मसँग। एकछिनमा पछि म आउँछु। एकदम फोटो सेसन चल्दैछ होइन। अब हामी अलिक अगाडि जान्छौँ, भक्तपुर दरबार स्क्वायर होइन, एकदम मजाको हाम्रो ऐतिहासिक ठाउँ। हामी चाहिँ आज बिहान जुरुक्क उठेर तुरुक्क मुतेर आँखा मिच्दै सेल्फी खिच्दै हिँडेदेखि भर्खर पनि घर पुगेको छैनौँ। हामी भौतारिरहेछौँ बाटामा। अनि हामी भर्खर जर्मन होम्स पुग्न आँट्यौँ। अब एकछिनमा पुगिन्छ भन्ने हामी आश गर्दछौँ। त्यतिका लागि बनिरहनुहोस् मेरो च्यानलमा। मन लाग्छ सब्सक्राइब गर्नुहोस्, मन लाग्दैन नगर्नुहोस्। मेरो बाबु केही जाँदैन, तेरो बाबु पनि केही जाँदैन।